दिपाइलाको गडी सेरी है धे किनो पारी दिपाइलाको गडी झुल्का मैना चढी हिउँ चुली घाम झुल्क्या जान झुल्का मैना चढी झुल्का मैना चढी हिउँ चुली घाम झुल्क्या जान झुल्का मैना चढी कहाँ जाउँ कैका खोजङ रोज फुलरी खाले लैग्यो कहाँ जाउँ कैका खोज साइका जन्ती भोजङ आँसुले भाती मिची खाया साइका जन्ती भोज बरु मलाई झटारो हान लाको माया ख्याल ठट्टा नठान डोटी हुँदै डडेलधुरामा आँखा लोभी मन पापी हुनाले माया फाट्यो कुरै कुरामा साइपालाका किल्ला घाम लागि टल्कनलाई गए पहाडका जिल्ला काँचै तु मोरेली चढा डोटी डडेलधुरा बारी जुहैया छमाया अल्की चुरै चुरा बस्ती छु कोइलीका जना अल्की चुरै चुरा बस्ती छु कोइलीका जना मेरै जति मान्नी छौ कि सम्झिन्छौ कि मलाई मेरै जति मान्नी छौ कि सम्झिन्छौ कि मलाई आँखाले संसारै देख्दो हृदयले तलाई भमराका भेष माउला सिर्फुला भमराका भेष द भन्ना दडी मानु राम्रो रान्तोलीको सेरो इज्जत राखी आमा बाको माया राखी तेरो इज्जत राखी आमा बाको माया राखी तेरो मेरो गोला देउला तामा किरा पारी गरी खासाइला मिल्ले कहै गाडी चढी सरर दिपाइला मिल्ले कहै गाडी चढी सरर दिपाइला। दर्शकहरू नमस्कार। आज हाम्रो माझमा हुनुहुन्छ वरिष्ठ देउडा गायक भुवन प्रसाद दाहालज्यू। स्वागत छ तपाईलाई हाम्रो यस आदर्श अनलाइन खबरमा। धन्यवाद। हाम्रो दर्शकबिन्दुहरूलाई आफ्नो परिचय दिइदिनु होला। मेरो आदर्श गाउँपालिका हो डोटी, वडा नम्बर 7, भुवन प्रसाद दाहाल। तपाईले कलाकारिता क्षेत्रमा प्रवेश गरेको कति वर्ष भयो? मैले थुप्रै वर्ष भइहाल्यो, 22-23 वर्ष जति होला। यो कलाकारिता क्षेत्रमा मैले प्रवेश गर्नुपर्छ भन्ने तपाईलाई यसो प्रेरणाको स्रोत चाहिँ के होला? मेरो इच्छा हो पहिला त, सुरुदेखिको नै इच्छा हो म कलाकारिता क्षेत्रतिर नै बढी अभिरुचि राख्ने मान्छे सानैदेखि। कला सङ्गीत सुनेरै हो, अग्रजहरूको सङ्गीतहरू सुनेर त्यही नै हो। तपाईको पहिलो एल्बम कुन थियो? रुखो पिरती देउडा गीत हो। पक्कै पनि एकदम चर्चित गीत, त्यो सबैले सुनेको नै छ। त्यसको एउटा टुक्का गाएर सुनाइदिनु। कहाँ जाउँ कैका खोजङ रोज फुलरी खाले लैग्यो कहाँ जाउँ कैका खोज साइका जन्ती भोजङ आँसुले भाती मिची खाया साइका जन्ती भोज साइका जन्ती भोजङ आँसुले भाती मिची खाया साइका जन्ती भोज
घाँदौरा चिर्यो काँसैले अचानो हाली घाँदौरा चिर्यो कै धरती छिर्यो उति राम्रो माया जाला कै धरती छिर्यो। वाह वाह, यो कलाकारिता क्षेत्रमा कतिको चुनौती देख्नुभयो हजुरले, कतिको अवसर छ, हजुरलाई के लाग्छ? एकदमै चुनौती भन्दा पनि मेहनत हो, सङ्घर्ष हो। पक्कै पनि। आफूले मेहनत गरिराख्यो भने एक लाइन हुन्छ होइन, एक लाइन अब म कलाकारिता क्षेत्रमै मेरो आकर्षण पनि बढी छ, म के गर्न सक्छु, आफ्नो आँट हो कि एउटा मेहनत चाहिन्छ चुनौती भन्दा पनि, चुनौती पनि हो नभएको होइन। सफलता मिल्ने कि नमिल्ने भन्ने कुराहरू हुन्छ, तर गरिराख्यो भने किन नमिल्नु, अब सफलता अवश्य मिल्छ। तपाईँलाई कलाले कसरी परिवर्तन गर्यो जस्तो लाग्छ? कला भनेको एउटा आफैमा पनि परिवर्तन हुने चिज नै हो। मलाई मात्र होइन, हर व्यक्तिहरूलाई, हर चिजहरूलाई कलाले प्रभाव पार्छ, परिवर्तनको बाटो सिकाउँछ। पछिल्लो समयमा हामीले तपाईँको दभन्दा दडी मानु राम्रो भन्ने बोलको गीत पनि एकदमै चर्चामा थियो। यो खासै ठाउँ विशेष गीत हो। आफ्नै सेरोफेरोलाई म एउटा माध्यम बनाएर बनाएको एउटा गीत हो। राम्रो मन पराइदिनु भयो। दभन्ना दडी मानु राम्रो रान्तोलीको सेरो इज्जत राखी आमा बाको माया राखी तेरो इज्जत राखी आमा बाको माया राखी तेरो मेरो गोला देउला तामा किरा पारी गर्खा साइला मिल्ले कही गाडी चढी सरर दिपाइला मिल्ले कही गाडी चढी सरर दिपाइला। यो आफ्नै प्राय यो आदर्शकै सेरोफेरो ठाउँ विशेष गीत हो। पक्कै पनि एउटा पुरानो एकदम चर्चित गीत डोटी हुँदै डडेलधुरामा, यो पनि एकदम तपाईँको चर्चित गीत हो, यसको एउटा टुक्का सुनाइदिनु। बरु मलाई झाटारो हान लाको माया ख्याल ठट्टा नठान डोटी हुँदै डडेलधुरामा आँखा लोभी मन पापी हुनाले माया फाट्यो कुरै कुरामा झटारो हान लाको माया ख्याल ठट्टा नठान डोटी हुँदै डडेलधुरामा आँखा लोभी मन पापी हुनाले माया फाट्यो कुरै कुरामा आँखा लोभी मन पापी हुनाले माया फाट्यो कुरै कुरामा। तपाईँ कलाकारिता क्षेत्रमा लागिसकेपछि तपाईँको कुनै एउटा यस्तो गीत होला जसले तपाईँलाई यहाँसम्म पुर्यायो, तपाईँ एउटा सुदूरको तारा, देउडा गीतको सम्राट बन्नुभयो, त्यो गीत कुन होला तपाईँको? मेरो अब यो गीत भन्ने चाहिँ नै छैन, थुप्रै गीतहरू सबैले मन पराइदिनु। सुरुवाती चरणको सुरुवाती चरणमा मैले त्यही काँजम कैका खोज भन्ने गीत मन पराइदिनु हो, मैले गाएँ जुन दिपाइलाको गडी सेरी है किनो पारी दिपाइलाको गडी झुल्का मैना चढी हिउँ चुली घाम झुल्क्या जान झुल्का मैना चढी झुल्का मैना चढी हिउँ चुली घाम झुल्क्या जान झुल्का मैना चढी। वाह वाह, तपाईँ त एउटा सुदूरको तारा हो, हाम्रो सुदूरपश्चिमलाई चिनाउने, यहाँका कला धर्म संस्कृति सम्पूर्णलाई समेटेर हजुरको कुनै एउटा यस्तो एल्बम छ? त्यस्तो अब गीतहरू थुप्रै गाइयो होइन, धेरै गीतहरू गाइयो, अब त्यस्तो गीतहरू पनि गाइयो होला,
गाएको पनि छु अब गीत गाउने क्रममा। त्यस्तो यही गीत भन्ने चाहिँ नि छैन। अब धर्म यो अब जस्तै हाम्रो जस्तै आफ्नो पर्यटकीय क्षेत्र भयो। खप्तडको मानेमा गाइयो, अनि रामा रोशनको मानेमा गाइयो, साइपालाका किल्ला भनेर गाएकै थिएँ। थुप्रै गीतहरू गाइसकेको छु। यो सयपालाका किल्लाको एउटा टुक्का जाओस्। साइपालाका किल्ला घाम लागि टल्कनलाई गए, पहाडका जिल्ला काँचै तु मोरेली चढा, डोटी डाँडेल धुरा बारी जुहैया छ माया, अल्की चुराई चुरा बस्ती छु कोइलीका जना, अल्की चुराई चुरा बस्ती छु कोइलीका जना। आफ्नो अमूल्य समय दिनुभएकोमा तपाईँलाई हृदयदेखि नै धेरै धेरै धन्यवाद दिन चाहन्छु। धेरै धेरै धन्यवाद। यो आदर्श अनलाइन खबर खुसी लाग्यो भाइलाई। चाहिने भाइले यतिको मेहनत गर्नुभएको छ, मेहनत सफल होस्, आदर्श अनलाइन खबर सफल होस्। तपाईँलाई धेरै धेरै धन्यवाद।